केटीले लदा नखाइ यहाँ बेहुला लदा भेरी लकी म्यान आज हाम्रो ब्लगमा मेरो साथी छ अर्को यहाँ छ मास्क लगाएर किन बस्छौ कि तिमी यार हैन ज्ञान मास्क उत्तेको नाम ज्ञान हो त्यो देखि नै लाग्दैन अब पिकनिक स्टार्ट भइसक्यो हामी रमाइलो गर्दैछौँ यहाँ भगत छ यहाँ हाम्रो गणेश छ तिम्रो नाम के हो यार नाम भन्दै मलाई खडक बिस्ट मनोहर ए यहाँ पिक्कु छ यो तेरो भएन नाम भन्छ योगेन्द्र रावल अनि तिम्रो भन त हजुर तिम्रो नाम मदन खड्का ए एकै देख्ला त अरू जस्तो ह्याबिट नि छैन अरू जस्तो केटा त म होइन टाढो हामी कहाँ छौँ यार हामी कहाँ पुग्यो भने कहाँ यो दिपाइल होइन त्यो दिपाइल जस्तो छ ला म त दिपाइल भनेर कहाँ पुगेँ म यला अनि काम ल्याइदियो हामी अब डडेलधुरा पुगेको छौँ भर्खरै अनि यहाँ चाहिँ यहाँ चाहिँ किरो त्यो चिग्री सङ भन्दा चिग्री सङ हामी अब यहाँ केटाहरू टोइलेट गएको छन् हामी अगाडितिर जाउँ मलाई लागेको छैन मलाई गरिदिनु आयो तिनीहरू आएन अब यहाँदेखि हामी यहाँदेखि उग्रतरतिर जान्छौँ अनि उग्रतिर ओ यार के छ खालको दुईजना गइदिएका दुईजना गए दुईजना गएका अनि यहाँबाट हामी उग्रतारातिर जान्छौँ अनि उग्रतारामा अब त्यहाँ के हुन्छ त्यहाँ हुन्छ कि अरू ठाउँ हुन्छ नि पछि थाहा हुन्छ मा सुगा हो कि के होला खतरा कहाँ गयो तिनीहरू भगत तिनीहरू हामी उग्रतारा पुगिसके कहाँ गयो त्यो भगत यहाँ आऊ न यार तिमी कहाँ हराएको यार हेत्तिरी यार यहीँ बस्ने भन्छन् यिनीहरूले हामीसँग धोका गर्यो हामीलाई उहाँ के पो भन्यो यहाँ के यतातिर मान्छे पार्किङको यस्तो रहेछ टिकट काट्ने हामी चाहिँ शैक्षिक भ्रमण थोरै हो नाम मात्र शैक्षिक भ्रमण हो केटाहरूको तालै छन् अब के पर्छ भएन रे खै हुन्न आजकल केटीहरूलाई काचिस हुन्छ यार
हामीलाई पो हामी मात्रै मान्छे हुनु के मान्छे जाडो हुन लाग्यो यहाँ घाम लाग्यो त त्यही पनि जाडो हुन लाग्यो माथितिर जाउँ जाउँ नास्ता नास्ता पाइने रहेछ एकछिनमा आएर हामीले हँसुड्नुपर्छ नास्ता भोक लागेको छ मलाई त लास्ट यार बरु खाएर गइदिउँ क्या अब चिया चिया खाइहाल बिहान चिया चिया खाएर अनि फेरि मन्दिरको लागि अहिले मैले चिया मात्र खाऊ नि दर्शन गरिदिउँ नि त पहिला हामी होइन कस्तो धेरै मान्छे यहाँ 8 क्लाससम्म पढ्नेखेरि शैलेश्वरीबाट ल्यायो पहिला हामी यतातिर जाउँ नि किन बाहिर बस्यौ तिमी यहाँ हामी पहिला हामी माथि जाउँ यहाँका मान्छेहरू गर्दै गर्छन् हामी माथितिर जाउँ मैले सेल्फी ल्याउने बिर्सिहालेँ नमस्कार हजुरलाई एकदम स्वागत छ भन्नु खोजे वेलकम लेखेछ उग्र तारा यहाँ अहिले मुखमा राम्रो भ्लगर हुन लाग्छ भ्लग गर्दैछु हामी यहाँ पुगिसकेछौँ यहाँ कस्तो छ हेर्नु होला मेन मन्दिर यतातिर साथीहरूसँग खास पनि सकिसक्यो आज यार यहाँ लास्टै कराइयो यार गाडीमा हामी मात्र हो के कराउने भनेको अरू त कसैको मुखै थिएन होइन हामी हो रमाइलो गर्ने चिना मान्छे छन् जस्तो लाग्यो कहाँ छन् एक दुई देखेँ मैले चिने उनीहरू जाने हो माथितिर अहिले जुत्ता त लाउनु मिल्दैन यताबाट पहिला यो राउन्ड हानु तलतिर ओ मैले यहाँ कतिखेर लगाएन ओ मैले यहाँ त्यो नयाँ चल्या छैन त्यो गाना यस्तो दामी त्यही गाना लगाइदिएन क्या यार यति भने अब जानेखेरि नलागेपछि फेरि उसको भाटा हान्नुपर्छ ओहो यतातिर ढङ्गले स्पोर्ट रहेछ यहाँ स्पोर्ट रहेछ यतातिर बिहा भएको मान्छेहरू यहाँनिर फोटोसोटो खिच्न यहाँनिर भित्र यो भगवान्को लागि बस्ने होला हामीलाई त थाहा भएन भर्खर आज फर्स्ट टाइम त आएको छु राम्ररी हेर्न क्यामेरामा हात पर्यो क्या यस्तो गरिदिनु पर्यो ओ हेन्सम हामी ह्यान्डसम होइन नि हामी बच्चैदेखि ह्यान्डसम हो कि हामी ह्यान्डसम भएन क्या नेचुरल ह्यान्डसम भगतको त पुरै यताबाट आउनु पऱ्यो क्या किनकि म यताबाट आएपछि सबै आउँछ सायद यता हो यतातिर हो यस्तोतिर आउँछ हाम्रो यस्तो मात्र छ यहाँ पारावाला यहाँ पुरै हावाको आउनु लाग्यो होला आवाज होइन त्यहाँ हावा दामी लाग्न छ यहाँबाट हिमाल देखिन्छ त कहाँ गयो हिमाल नै देखिएन है यता हो हिमाल यहाँबाट चाहिँ यहाँ यस्तो देखिन्छ उग्रो तर दामी ल सिलगढीको एउटा कलेज दुईटा एउटा स्कुलबाट चाहिँ पिकनिकमा आएका अघिदेखि कराई यार अब त बोल्नै सकिन्न भने बस ऊ त्यहाँ पर पनि के रहेछ यार त्यो के रहेछ परको पनि पर यस्तो यो झन्डा जस्तो ऊ त्यहाँ पर पनि हाम्रो गाडी योवाला हो यता साइडको हो योवाला अनि यहाँ सामान ल्याउने भन्नु चाहिँ हामी स्याल भएर यतातिर आइदियो स्याल होइन क्या भाग गएर स्यालै हो नि यहाँको हामी भोगाले हुनाले यिनीहरू त्यत्रै खाइदिनु लाग्छ नि म अहिले रोकिया छु देखेन म एकछिन रोकिया छु यिनीहरूको चम्चै रोकिला छैन मागेको छ खाया खाए मान्छेको मुख थाकिन्छ यिनीहरूको चम्चा थाकिसक्यो मागेको छ खाऊ ल खाऊ अझै नै अहिले स्टार्ट हुन लाग्छ बन्न त्यो प्लेट लिनु गएको थिएन अब आउँछ र अझै मा गएर हान्नुपर्छ
हो त पोखरा लग्ने भने पोखरा बनाइदिइहाल्यो यहीँ ठिक छ भने मलाई त साँच्चीकै थाहा छैन है मलाई साँच्चीकै थाहा छैन यार कहाँ हो भने फरक त फरक नाम हो सोध है उहाँ चाहिँ खान बेला चाहिँ पोखराको पानी चाहिँ खायो भने मेन मान्छे पछाडि तिम्रो हाइटै सानो छ तब पछाडि भयो कि अब यहाँ आएर घुम्नु त यार जस्तो चिज होला नि यहाँबाट चाहिँ यस्तो भ्यू देखिँदैन तिमीलाई चाहिँ बोल्न आउँछ कि दामी बोल्न आउँछ कि मन्दिरमा प्रवेश भइसकेको छौँ त्यसपछि मैले के भने हामी मन्दिरभित्र आयो भने उसले चाहिँ क्या दामीले प्रवेश भइसकेको छौ तब हो क्या तिमीसँग बोली राम्रो हुनाले हो क्या त्यस्तो भएको ठिक छ भगत यहाँ आउन तिमी यहाँको घन्टी बजाउँदा एकचोटि ए पुग्यो यार हाइट यार यस्तै बजाउनु पर्छ है ल धेरै धेरै बोल्नु हुँदैन हो यस्तो खास यस्तो राम्रो हो कि पत्थरको यार टक्कर स्विच भइसक्यो है हेरिदिने नहेरिदिने हामीहरू आयो त्यहाँ अब कसको बाँकी छ एउटा यहाँनिर फोटो खिचिदिनु पर्छ क्या हामीले होइन ऊ हानिदिइहाल्छ होइन सुन न फोटो खिच्देऊ न है ग्रुपको फोटो खिच्देऊ न फोटो खिच्देऊ मैले भन्नु भने तिमीहरू पोज मात्र हान्ने होइन ल तिमी नशर्माऊ के भइहाल्छ ल जाउँ यहाँ आऊ भने उतातिर जाने जाउँ ल जाउँ यहाँबाट तल जाने हो ल जाउँ म भिडियो बनाइदिनु लान्छु भिडियो उसँग हो नि त ल ए भगत जस्तो मान्छे पाउनु नि भाग्यमानी हो नि भगत आश्चर्य लाल भगत नहीं फर्स्ट टाइम हो त्यस्तो हुन्छ अब जिन्दगीमा फर्स्ट टाइम त हुन्छ जहिले पनि यार यो चिज केही छैन ल जाउँ कहाँ जाउँ यहाँ हातमा त हो त्यहाँ एमा छ त एमा त्यहाँ छ त त्यहाँ छ त यस्तो हल्का थियो यस्तो खल्टीमा हात हाली थियो त्यो ट्याप्या जस्तो मान्न थिएन क्याप स्याप खोलेपछि भगत त छिटो पोखरी पनि कहाँ हो जाने हो तलमा हो कहाँ हो पोखरा तेरो माग जाने ठाउँ चाहिँ हामीलाई थाहा हुन्छ होइन युनिक अनि जाउँ भने छिटो तिमीले पनि जानु पर्यो नि त भन्नु अलि भन्न त के गर्नुपर्छ
निकाल्ने क्याप खोलेको पाली अनि हल्का फर्मालिटी नजाउँ अब क्यान्सल नहीं कहाँ त्यस्तो यहाँ सबतिर तयारी भइसक्यो यो सबतिर तयारी भइसक्यो सबतिर तयारी भइसक्यो हेत्तेरी भगत अगाडि बेउनल जानु पर्दैन हैन ए ल ल ल ल तिमीहरू पछाडि पछाडि जाऊ जाने हो अनि जाने हो त हेत्तेरी ए भगतलाई धेरै अतार हुन्ला चाहिँ क्या हो हेत्तेरी ल ल ल रोली लैदै झुला के छैन हामी के गर्न जान्ला आज चाहिँ अनि फेरि उसको सेकेन्डमा होइन उसको अनि फेरि हैन आमा बुवाको कर्तव्य पुरा गर्ने अब उसको साली साली भयो कि अब अब दुइटै मस्केर ए तेरी तिमीहरू अगाडि जाऊ केटी माग्दा केटीले लदन यहाँ बेहुला लदन अब हामी भ्लगमा अब हामी अब भगतको बिहामा जान लाग्छौँ अहिले बिहा त्यो एकदमै रमाइलो भयो अहिले मन्दिरमा हामी मन्दिर पनि पुग्न आइसक्यो होइन ए भगवान ओ साँच्चीकै भारी छ साँच्चीकै भारी छ उत्तो पुरै केटी यताको उ थियो क्या भगतलाई एक्साइटेड खोजिदिने दुईटा ओहो यस्तो भयो त अनि फेरि भगत लक्की हो क्या यार कोही म्यामले त अनि कोही पाउँछ ल उचाउ ल बेहुलोले उचाउ उचाउने उचाउने दुइटालाई यति मिलेर यार उचाउनु छिटो एकैछिन ल ल एकैछिन दुई सेकेन्ड ल वान ल ल वान ए ल उचाउ ल त्यही जाने हो खै उचाइ होइन यतिरी ल उता जाऊ है तेरी ल ल अब हामी केटीको घर पुग्न लाग्छौँ होइन यहाँनिर पाइहालिन्छ मन पराएको छ अरे एउटा म त यो त हाल्ने म त अब ल अगाडितिर गएर खोज छिटो भेट्यो अझ फेरि यही आइदियो हामी यही आउने अब ल सुरुमा जो आउँछ त्यही म्याम है ल सुरुमा जो आउँछ त्यही भन्छु सिद्धियो त सिद्धेको छैन भेटिएको छैन सिद्धियो समाज इन्डी ओहो
भगतको मनमा नै लड्डु फुटिरहेछ अब के गर्न खोज्यो मलाई रे ओहो केटी पायो भने क्या नै हुन लाग्छ चिन्ता नभएन अहिले भण्डार सण्डार पाक्छ न त्यो त पुरै सेभिङै बच्यो सेभिङ पुरा पार्टी रेडी छ अनि मण्डप पनि यहाँ रेडी छ यहाँ बाजे पनि छैन अरू के यस्तो ल के दिन कहीँ आउँछ अनि कहिले आउँछ ल 1 करोडमा एक मान्छे गएर त्यो मान्छे भगत हुन्छ वाह भेरी लकी म्यान भिडियो बनाइहाल्छु भने कि ए म्याम बोलक म्याम आउनु न म्याम यतातिर ल म्याम केही भन्नु त म्याम हाई मात्र मात्र होइन त्यही पनि हातले मात्र भयो त्यो यस्तो के ब्लग हो कि भ्लग हो नि त्यो केही फरक भएन म्याम है तेरी म्याम पनि हाँस्नुहुन्छ हुन त म्यामले यस्तो भन्नु ठिकै हो खुसी म्याम 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 भनेर सुन्दै सुन्दैन यार सुन्दैन नि त अहिले ल अब हामी हात साथ धुँ अब खानासाना खाने लास्टै अब लास्टमा अहिले कति बज्यो भन्दाखेरि खै देख त ठ्याक्क 4 3 3:41 भइसक्यो छ 4 बज्न लागिसकेको छ हामी बिहानदेखि खाएको छैन त्यस्तो केही पनि अब खान्छौँ यसरी दबाएर खान्छौँ कि यस्तो खानु रेडी भइसक्यो क्लासमेट भनेको सबभन्दा बढी मोटी हैन हामी हाम्रो फ्रेन्डशिप बन्ड धेरै राम्रो छ ल हात मिलाइदिउँ त ओ अब आज हात धुन इनफ्याक्ट निला छ यतातिर हात धुनु पर्दैन त्यही हातले गर्नु त गिलासमा खाऊ गिलासमा पानी पिउने खाने होइन कि पिउने हो साथी हो खाने होइन पिउने हो कि पानी कहिले पनि खाइन्न पिन्छ किनकि त्यो चबाइन्न नि त म त चबाएर खान्छु आजदेखि अब कसरी चबाउँछु 4 टुक्रा बनाएर खान्छु पानी कसरी त्यो टुक्रा पनि हुन सक्दैन बनाउने होइन त्यही हुन्न कसरी बनाउने ल भन आफै भन म्यामको त आफ्नै छ हाम्रो के भन्छ हाम्रो सोसियोलोजी म्याम एकदमै सोसियोलोजी होइन यार अनि पोलिटिकल म्याम पोलिटिकल पहिला सोसियोलोजी पढाइदिनु कुन विषय पढाउँछु नि थाहा छैन होइन दुईटा म्याम र स्टुडेन्ट दुईटा हरामी छन् दुईटै खानुमा खतरा हो खतरा हुने गरी तर म्याम चाहिँ अब अलि पातुलो हुनुहुन्छ स्टुडेन्ट यति मोटो कसरी भयो क्या भन मात्र भन गाई चाहिँ मोटाउने कि होइन खाइसक्नु भयो क्या त ओ हेलो चस्मा अर्को हाम्रो चस्मा कहाँ लगाउने हो स्टुडेन्ट चस्मा कहाँ लगाउने हाम्रो साथी र अहिले मिल्यो नि त होइन क्याबमा क्याब ह्यान्डसम देख्यो यार ह्यान्डसम होइन कि ब्युटिफुल ह्यान्डसम हुन्छ यार अनि ह्यान्डसम केटालाई मात्रै हुन्छ थाहा छैन होइन ह्यान्डसम केटी हुन्छन् ब्युटिफुल केटा हुन्छन् सबैजना आफ्नो ठाउँमा पुगिसक्यो सबैले खाइसक्यो होइन खाना खुवाएको हजुरलाई देखाउन सकेन पुरै अम्माइ झ्याउ लाग्छ आजको ब्लग यतिमै समाप्त गरिदिउँ होला हस् त धन्यवाद बाई बाई गुड नाइट ह्यान्डसम चाहिँ देखाउनु उता लग्यो सबले लाइट हाल्नु है मोबाइलको सबै सुरुबाट गएर सबैले लाइट हाल्नु के त